लो गाइस फाइनल्ली म चाहिँ घर आइने गएँ। अब एक्जाम सकियो होइन, अब 1 महिना चाहिँ घरतिर हुन्छ हामी होइन। अब भिडियो छ्यापछ्याप त्यहाँ आउनेवाला छ है। हेर्दै गरौँ है। बस पार्क हिँडिराखौँ है म। ल सर र पारामा यो भ्यूसँगै सर दामी देखिरहेको भ्यू चाहिँ होइन। टक्क फाइनल्ली आएर म यही दिनको वेटिङमा थिएँ होइन। अब त्यो दिन पनि आएको छ। टक्क पारामा बस पार्क हिँडेको छु होइन। हेर्दै जाउँ सर यस्तो बाटो हिँडिरहेको हामी। बाइकको आवाज आयो कि अब म चाहिँ अब बस पार्क गरेर नै भेट्छु होइन। 6:30 को चाहिँ हाम्रो फ्लाइट छ कि फ्लाइट चाहिँ बस छ 6:30 बजी हिँड्ने भनेको छैन। हेर्दै जाउँ कति बेला हुन्छ। अब 6 बजी अहिले चाहिँ होइन, ठ्याक्क 6:02 छ। हेर्दै जाउँ। देख्न सक्नुहुन्छ ड्राइभिङ सेन्टर। मोटर ड्राइभिङ सेन्टर उहाँ कुना लेखेको देख्न सक्नुहुन्छ। यही नै होइन। अब चाहिँ टक्क जानुपर्छ बस पार्क। अब हामी त्यो भेट्नेछौँ बस पार्क गएर होइन। थाहा छ रातभरि के हुन्छ हामी हेर्छौँ है। नाइटमा जाने हो होइन। सर नाइटमा के हुन्छ हेर्छौँ। टक्क म बस पार्क आउनु लागेँ। अब ठिक 2 मिनटपछि म बस पार्क आउँछु। सर भ्यू सहित देख्न सक्नुहुन्छ खोला। खोला त एकदम राम्रो हुन्छ यहाँको पानी त। हेलो ए गाडी देख्न सक्नुहुन्छ। गाडी नै गाडी पऱ्यो। बाटो यस्तो छ फेरि छेउमा हिँड्नुपर्छ। मान्छे हिँडेको गर्छन्। गाह्रो छ। टक्क सर बाटैबाट हिँडिरहेको हामी। अबको ठिक 2 मिनटमा चाहिँ हामी बस पार्क लोसे मल जे भने हुन्छ होइन। बस पार्कको माहौल पनि म देखाउने नै छु। यस्तो हुन्छ नि बा फर्स्टै हुन्छ नि है। देख्न सक्छौ होइन पारामा। यही नै हो। म सर जान्छु अब घरतिर। आज कति पछि बल्ल मजा आउनेछ नि त। घरतिर गएपछि त भिडियो छपछप्ती हाल्न पाइन्छ नि त। यो भिडियो चाहिँ भोलि पर्सि आइहाल्छ। अनि भिडियो चाहिँ छपछप्ती हुन्छ अब चाहिँ होइन। म हाम्रो गाउँतिरको स्कुलहरू लगायत सब कुराहरू देखाउने छु होइन। हेर्दै गरौँ। सपोर्ट नै हान्नु पऱ्यो कि हेरेर मात्र भएन। हेर्न पऱ्यो नि। यत्तिकै मिहिनेत गरेपछि त पढ्दै गरेको मान्छेले बनाइराख कि के सोच्नु पऱ्यो कि है। सपोर्ट त हान्नुपर्छ नि। सपोर्ट नहाने त फेरि भिडियो हाल्न नि मन नहुँदैन। मैले देखेन नि खास छ्या कस्तो खिच्यो भर्खर घर नानेर चाहिँ खिचिरह। देख्छौँ यहाँ सामानहरू बेचेर बाटामा धुलो हुन्छ र नि मान्छेहरू खतरा हुन्छ। सामान बेचेर सर राति 9-10 बजीसम्म बस्छन् कि 9-10 त होइन 8, 8, 8:30, 9सम्म त मिनिमम मजाले बस्छन् कि। एक्कासी पानी आइदिनुपर्छ रमाइलो हुन्छ बिजोक होइन। तर तिनीहरूको पनि जुगाडै हुन्छ यिनीहरूसित होइन। होइन बाटै छैन अब हिँड्ने। अनि गाडीले सट्ट हानिदियो भने त बर्बाद हुन्छ नि त। त्यस्तो हुन्छ। फोन नि चपक्क साध्न पऱ्यो कि सट्ट थुतेर हिँडिदियो भने गाह्रो पर्छ नि। यहाँ त लास्टै हुन्छ नि कि सोझो भएर हिँड्ने। अनि सट्ट थुतेर हिँड्ने गर्छन्। सुसँग घडीहरू बाटैभरि सामानै सामान। कस्टमरले जसरी नि भिडाउनै पऱ्यो कि सस्तो हुन्छ कि के गरेर हुन्छ कि सस्तो बनाएर हुन्छ कि होइन। भिजाउनु पऱ्यो। अब बस पार्क आइसकेँ म त्यहाँ चाहिँ छ होइन। अब बस पार्क अब 1 मिनट फाइनल्ली बस पार्क आइयो है। तल अब एकछिनमा बस पार्कको नजारा देखाउनेछु। अनि हामी लाग्नेछौँ। म लाग्नेछु मेरो यात्रातर्फ। अनि भोलि बिहानको ठिक 6 बजी चाहिँ 5:30 बजी नै पुग्छु होला म बागलुङ होइन। बिहानै पुऱ्याइदिन्छ। म अलि छिटै हिँडेँ नि त आज। बागलुङकै म पुऱ्याइदिन्छु।
अनि बागलुङ पनि म सकेसम्म मेरो चाहिँ होइन तपाईँहरूलाई म भिडियो दिने चाहिँ भिडियो बनाउने होइन सकेसम्म चाहिँ म प्रयास गर्छु होइन के हुन्छ हेरौँ थाकेको हुन्छ जिउ हुन पनि सक्छ हेरौँ सक्दो प्रयास गर्छु म होइन अनि त्यही नै हो अब यहाँदेखि बागलुङ गएको भिडियोहरू हामी हेर्नेछौँ नाइटमा हुन्छ भिडियो बनाउन पाउन होला छोटो हुनसक्छ भिडियो चाहिँ होइन यही नै हो दिदीहरू पछि आउँदैछन् होइन म चाहिँ अघि हिँड्दा होइन हो है देख्न सक्छौँ यहाँ फेरि अलि मान्छेहरू अलि खराब नि हुन्छन् कि किन भिडियो बनाइछ भने झ्याप्पा हान्दा नि दिएछ होइन सामानहरू सर यहाँ त पुरा पहिले त पुरै यहाँ छाप्रो थियो कि छाप्रो पुरै टिन र काठको सर यति थियो मान्छे अहिले यहाँ बनाउन बाटो बनाउँदैछ यहाँ खोला अब बर्खा लाग्यो नि त पानी अब भल आउँछ नि त त्यो कारणले गर्दा चाहिँ अहिले चाहिँ बनाउन लगाएर हो गाडीले हान्छ भन्ने पिर छ यहाँ त सबै कुरो ख्याल गर्नुपर्छ यहाँ यस्तो ठाउँमा बसेको छु यति बेला फाइनली गाइस म चाहिँ टक्क हिँडिसकेँ बसमा छु होइन अब चाहिँ एकछिनमा हिँड्छ बस चाहिँ न्यु इयर अब चाहिँ अब 10-15 मिनटमा चाहिँ गाडी हिँड्छ अब बस्दै छु होइन यहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ होइन टक्क बसेर अब जानुपर्छ होइन सबै हान्नु पऱ्यो भिडियो चाहिँ पर्सितिर आउँछ होइन त्यही नै हो अब आनन्दले गइन्छ होइन धेरै पछि घर जानु लाग्यो पुरा भइरहेको फिल चाहिँ त्यही नै हो अब हामी भोलि बागलुङ गएर भेट्नेछौँ वा बेलुका होइन राति खाना खाने बेला सबै हेर्नेछौँ होइन भ्यूहरू बाहिरको देखाउँछ होइन अहिले त्यही भएर म एकचोटि बाहिर जान्छु है तपाईँहरूको लागि है सोच यो बस हो है त त्यो धौलागिरी देख्न सक्नुहुन्छ पुरै बसाइ बस ए त्यहाँ काउन्टर छ होइन पुरै बसाइ बस छ ए बस यति छ यहाँ पुरै बस यो साइडमा चाहिँ पुरै बागलुङ पोखरा काठमाडौँ है त गरेर है त्यही नै हो अब म भित्र गएर बस्छु सामानहरू हराउने धेरै कुराहरू हुन्छ कि यहाँ चाहिँ त्यही भएर होइन अब म बस्छु आफ्नो सिटमा गएर अबको 5-10 मिनटमा चाहिँ गाडी हिँडिहाल्छ होइन त्यही नै हो तर गाइस त्यही हो है त झ्याल छ भनेको यस्तो प्याक हालेर चाहिँ के साइडको स्लाइड अफ भने स्लाइड अफ गरिदिउँ क्या टक्क एसी छ यहाँ माथि एसी छ होइन सर त्यही नै हो होइन एकछिन गेम खेल्छु कि म नेट चल्छ कि गेम खेल्छु बिर्खा होइन अनि आनन्दले जान्छु आज नै यहीँ राख्छु बिहा गर्ने टक्क यहीँ छ सबै होइन त्यही नै हो गाइस हेर्दै गाउँ के हुन्छ आजको ब्लगमा त रमाइलो छ है टक्क अब हिँड्न लाग्ने भनेको हामी होइन रोक्ने 9-9:30 भयो होइन अहिले खाना रोक्यो अब मजाले नखाने यार लास्टै बनाउँछ भोमिट एउटा जस्तो गरे बाह्रमा मजाले बसिरहेको छु होइन
पानी सहित यहाँ राख्छ कि पानी फेरि लाइट पुग्यो त यार ब्याग यहाँ छ अर्को ब्याग यहाँ छ होइन बाहिर पनि एकचोटि बाहिर गएर हेर्नु न त है कस्तो रहेछ नि हाई गाइज फाइनल्ली म चाहिँ बागलुङ आइसकेँ होइन हेलो बागलुङ टक्क पारामा भर्खर झरेको बागलुङ नगरपालिका वडा नम्बर 2 कार्यालय बागलुङ भएपछि बुझ्नुभयो होइन माइक्रो यहाँ टक्क म ट्राफिक चोकमा झरिरहेको छु यही होइन अब चाहिँ म रुमतिर लाग्छु माथि गाईको टक्क पारामा नजारा देख्न सक्नुहुन्छ नजारा सर जगिङको लागि हिँडिरहेको मान्छेहरू टक्क पारामा चट्ट चिटिक्क मिलाएर हेर्न सक्नुहुन्छ है त होइन होटलहरू टक्क सर छ दामी छ नि होइन धौलागिरी गेस्ट भेट सेन्टर भेटनरी काठेखोला सुज एन्ड ब्याग भनेपछि हाम्रो गाउँतिर भनेपछि काठेखोला भनेपछि पऱ्यो भनौँ होइन आरम्भ फेन्सी पसल सब देख्न सक्नुहुन्छ है त यहाँको नजारा बिहानै होइन चराहरू टक्क पारामा टक्क पारामा खुसी घर म फाइनल्ली बागलुङ आइसकेँ होइन अब आफूलाई मात्र चाहिँ म देखाउन यहाँको नजारा पनि हेर्न पर्यो होइन टक्क सर र बिहानमा चिसो है त स्कुल बस बिसाउने फाइनल्ली त्यस्तो मलाई चाहिँ अहिले चाहिँ दसैँमा त्यस्तो एक्सपेक्टेसनै भएन क्या अलि हुन्छ नि दसैँमा त यही त ओभर कन्फिडेन्स भएर त्यस्तो भयो र अहिले चाहिँ मलाई त्यस्तो लागेन केही जस्तो लागेन होइन बानी परेर पनि होला काठमाडौँ बस्ने होइन क्रमा कम्प्लेक्स भनेपछि हाम्रो 600 800 400 600 होइन हुन्छ फलफुल पसलहरू बिहान टक्क खोलिसक्यो सर देख्न सक्नुहुन्छ बागलुङ बजारलाई होइन चटपट पसल मासु पसल सब छ यहाँ चाहिँ 400 600 टक्क अबबाट किन्न छ भने आउनु होला है त 1000 भन्दा मुनि ठक्क पाउँछ सर हाम्रो यस्तो हुन्छ के अरे बागलुङतिरको फेरि बब्बाल सर केफेहरू सबै छ होइन टक्क जस बबालै छ आफ्नो ठाउँ बबालै ल्याइहाल्छ होइन सबैलाई कस्तो क्यामेरा अलि राम्रो आएन यार अब राम्रो निकाल्ने त म कोसिस गर्छु होइन तर नि अब राम्रो आएन भने त म के गर्ने केही भएन राम्रो निकाल्ने कोसिस त गरिरहेको छु तर पनि हल्लिने ब्लर आइरहेको ब्याङ्कहरू देख्नुहुन्छ सिटिजन्स ब्याङ्क अब हाम्रो बाक्कसालीका आयो है त हामी सर्ट पारामा चिटिक्क पारेर बाक्कसालीको चाहिँ अहिले दिउँसो चाहिँ खतरा देखिन्छ अहिले चाहिँ हल्का देखियो होइन म दिउँसो चाहिँ देखाउँछु है त रुम चाहिँ यता हो म त लागेँ होइन अदालत बन्दैछ भनेको त बनिसकेछ त उए है त दामी भनेछ त अदालत त है म बस्ने बेला त भर्खर सुरु थियो कि यहाँ त
अनि म बसेको ठ्याक्क म काठमाडौँ जान्दिनँ चाहिँ एकजना खसेर चाहिँ मरेको हो कि घाइते भएको भन्ने सुन्दै थिएँ। तर दामी भनेछ है त अदालत चाहिँ अदालत ल राम्रै भनेछ। यत्तिकै हुनु पऱ्यो नि अदालत मसित होइन। सर्र पारामा टक्क चट्ट छिटी चट्ट मिलाएर होइन सर्र छ। अब म रुमतिर लाग्छु, हेर्दै गरौँ के हुन्छ आज होइन। आजको लागि यति पनि हुनसक्छ, के हुन्छ हेर्दै गरौँ होइन। अब आज चाहिँ म गाउँतिर लाग्छु होइन। गाउँतिर लागेपछि गाउँतिरको भ्लग खतरा आउँछ, हेर्दै गरौँ। खतरा हुन्छ कि खतरा कि हुन्छ, जहिले आउँदा गराउँदियो यार। ए बाबु ल है त त्यही नै हो। चेन्ज भएको के बाग्लुङ जस्तो यार। यो पनि म जाँदाखेरि भर्खर फोरफार गरेर भर्खर सुरु थियो यार। सबै बनाइसकेको छ त होइन। 1 वर्ष के म बाग्लुङ थिएन, सब चेन्जिङ, सबै चेन्जिङ भएछ त है। अब यहाँ रुममा चाहिँ भने म माथि रुममा जान्छु, दिदीको रुममा होइन। टक्क भाडामा अब देख्न सक्छु यहाँको नजारा। सर्रमा लाग्छु अब। त्यो हस्पिटल खुल्ला छैन होला भनेको त खुलिसकेको रहेछ, धौलागिरी अस्पताल। देखाइदिउँ र छिरेर देखाउन अब। सर्र देख्न सक्छु। क्यामेरा त कतिले छैन, त्यही पनि यसो सिटिजन्स ब्याङ्कको क्याम्प। काँधमा ब्याग, हातमा ब्याग छ, रानीमा बनाइरहेको छु। यही हो धौलागिरी अस्पताल। अस्पताल देखाइहालेँ, आफू नि देखिहालेँ। अब चाहिँ म भिडियोलाई यहीँ अन्तिम गर्छु होला सायद होइन। अब यहाँदेखि घर जाँदा कस्तो हुन्छ हेरौँ, भिडियो बनाउन सम्भव भएसम्म म बनाउने छु। म हिँडेर जाने भन्ने तर्खरमा छु होइन। के हुन्छ गर्मी सर्मी कस्तो हुन्छ होइन। टक्क म हेर्छु अनि गर्मी सर्मी अब त्यही अनुसारले होइन हेरेर टक्क म भिडियो बनाउने प्रयास गर्नेछु। सो त्यही नै हो होइन। अब म आएँ, अब यसकारै लाग्दैछु धौलागिरी बहुमुखी क्याम्पस है त। क्याम्पसबाट सुनसान छ पुरै बाग्लुङ बजार बिहान बिहान त। लगेर यहाँ ठडाएछ बिल्डिङ, घर ठडाइसकेको छ। ल सुनसान छ, देख्न सक्नुहुन्छ। सिद्धान्त चस्मा पसल, बाल मन्दिर स्कुल मकै पनि छ। स्कुल भाडा एकदम राम्रो हो नि। सडक सफा राखौँ, सबै नागरिकको परिचय थियो। फुलहरू एमा म कस्तो हिँड्थेँ क्या, यो टिनमा मेरो टाउको छिन्छ भन्दै हिँड्थेँ। अहिले यहाँ केही छैन होइन। अहिले दिउँसो हेर्नु न यस्तो घुइँचो हुन्छ यहाँ। यहाँ चटपट पसल एकदम बब्बाल पसल यस्तो बिक्री हुन्छ यहाँ। लागि क्याम्पस छ यहाँ चाहिँ, यहाँभित्र क्याम्पसको नजारा। फ्युचर ब्राइट स्कुल सब छ, भर्ना खुलियो अरे। मिसन ओपन। गोल्डन गेटको नि भत्काए जस्तो लाग्थ्यो मलाई, भनेको त उतापट्टि छ। पुरै सुनसान छ बाग्लुङ। सरसफाइहरू भइरहेको बेलामा धौलागिरी बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय अरे। कलर सलर लाएर स्याट सब बाग्लुङै न्यू देख्छु त मैले त यार। भ्यूसँगै मजा लिनुहोस् होइन।
छिर्दै पुरा चुपचाप छ आज त गाडीहरू नि पोखरा आन्दोलन हुने भने अरे मलाई धन्न जाममा पार्दैन आज धन्न आरामले आउन पाइयो यार छिटो ल्यायो बसले नि हिजो 7 बजी हिँडेको ठ्याक्क यो गोल्डन गेट डिस्कस गर्न मन छ भने टक्क गोल्डन गेट आउने गर्ने कि कसम मजै आउँछ त्यस यहाँ नि लामै लस्कारे यहाँ एउटा के भन्ने थियो कि ह्याङ्गर स्टोर हो कि ए ठिक है त्यहीँ रहेछ ह्याङ्गर स्टोर होइन भनेपछि श्रीनगर टोल त यही हो यहाँदेखि चाहिँ कता हो हामी सबैको मनमा वही भए लेखानी किराना पसल रे यहाँ चाहिँ दुध बेच्छ कि यहाँ अगाडि सर बनाएको छ नि दामी होइन त्यही नै अब म सर रुममा जान्छु